सबैजनालाई नमस्कार छड्के सलाम वेलकम टु बेबी ट्राभल भ्लग ल सबैजनालाई हार्दिक स्वागत गर्दै अब भने आजको मिनी भ्लग हामी बनाउन गइरहेको छौँ। आज भने हामी छुट्टीको दिन टक्क सानो केही सपिङ गरौँ भनेर चाहिँ नि उता दोकानतिर जान लागेको छ। त्यही भएर टक्कर टक्कर काटौँ। ल मौसम क्लियर छ यति बेला। दुईजना डनहरू टेक्कर टेक्कर हिँड्दैछन्। हाम्रो डन दाइ त हाई गर्नु नि के हो र? हाई के छ खबर? सन्चै आरामै कहाँ हो तपाईँ? हजुरहरूले पछ्याउँदै आएको मलाई छोडेर आउनु भयो तपाईँ त। ल आज पनि फेरि आज हामी दाजुभाइ मिलेर टक्क दोकान जान लाग्छौँ च्याप्प। दाइ अनि के छ आजको प्लानिङ? के ल्याउने त आज? आजको स्पेसल कहिले चिकन होला। चिकन मुर्गी होइन? चिकन मुर्गी च्याप्प ल्याइन्छ। बार्बिक्यू बनाउने च्याप। यहाँ को आयो क्यामेरामा? को आयो? लु के छ काली भाइ? एकदम बेहाल छ। के भयो बेहाल भएको? नेसनल डे घरतिर झगडा भयो क्या? नेसनल डेले गर्दा सेलेरी आएको छैन, पैसा ए सेलेरी नआएर पो घरतिर गर्लफ्रेन्डले धोका दिएर त होइन? गाह्रो छ है? गाह्रो के गर्नु, खेत पनि छैन। मेसेज आइरह मान्छे हाम्रोमा ओपन हुँदैन, मेसेजहरू ओपन हुँदैन। यो खास त्यही त। हामी पनि टक्कर मोबाइल तेर्स्याउँदै हिँड्दैछौँ। यताबाट गाडी पनि कुदेर आइरहेको छ। त्यही पनि हामी गाडीलाई बाल दिँदै हामी अगाडि गइरहेको छौँ। आफ्टर लङ टाइम शिलाको यात्रापछि अब भने हामी आफ्नै पुरानो स्थानमा आएका छौँ। दायाहरूसँग आज फेरि स्टार्टिङ आफ्टर लङ टाइम फेरि एउटा सानो मिनी भ्लग बनाउन गइरहेको छौँ। ल दाजु मिलेर आज चाहिँ सानो के गरौँ भन्ने हिसाबले हामी चाहिँ दोकानतर्फ जाँदैछौँ केही सामान किन्नको लागि। दाइ आज रेडी हुनुहुन्छ नि होइन? एकदम रेडी खानालाई। खाना बनाउनु त त्यस्तै खानालाई। खानको लागि त खानालाई रेडी छ र त तिमी बनाउनु रेडी हो? म केही पनि रेडी छैन। के रेडी छैन? बिना उद्देश्य हामी हिँडिरहेछौँ। उद्देश्य त एउटा छ। उद्देश्य नेपालबाट यत्र यो उद्देश्य बिनाको त को हिँडेर आजको लागि भने आजको लागि नेसनल डे स्पेसल जान्छ होला। के जान्छ, के बनाइन्छ भाइ? हामी हिँड्दैछौँ यो यात्रामा। म त मेघले कुखुरा लिएर आइसक्यो होला भनेर यतिको बाहिर निक्लिएको। गफाडी नि त्यसै सुतिरहनु। त्यसो भए म त छिटो आउँथेँ नि। म अघि होइन हामी दुईजना जाऊँ भने म पहिले आउँथेँ नि त। नुहाएर पहिले भइसक्यो। यहाँबाट जाने क्रस कहाँ काटेछ? बच्चै छ हौ। कालो पत्र हालेछ नि त। पढ्नै छ मेघले। चारैतिर ठुल्ठुलो बिल्डिङको बिचमा सानो यहाँ लुलु छ, सानो लुलु एक्सप्रेस लुलु। मौसम क्लियर छ आजको। अनि दिपक भाइहरूलाई कतिको मिस गर्नुभएको? एकदम धेरै धेरै सम्झाएको छ। कति सम्झाएको छ दिपकलाई, हिरालाई, हिमाललाई। ल गाह्रो छ। ल सबैजनालाई एकदम धेरै धेरै सम्झना छ। भाइहरूले यो भिडियो हेरिसकेपछि प्लिज कमेन्ट गरिदिनु होला कस्तो लाग्छ होइन। ल सबैजनालाई मिस यु। अनि काली भाइ केटाहरूलाई कतिको सम्झिरहेको छ? धेरै सम्झेछु। अब के अन्त सम्झेर मात्र भएन, याद चाहिँ गरेछु। बेला बेला केटाहरूलाई मेसेज गर्छु, मेसेज रिप्लाई नआउनु कहिले कहिले। मेसेज रिप्लाई नै गरेन। ल सबैजना साथीहरू यताबाट चाहिँ केटा साथीहरूले सबले मेसेज गर्दो रहेछ, तिमीहरूले चाहिँ रिप्लाई गरेन अरे। ल होइन वान साइड भयो ओन्ली। जेन्जी साइडकोले हेरेन हिँडेपछि बिर्सियो।
ए छ्याप दाइ केटाले के छ गुनासो केटाले सम्झेन र नि त कालले त त्यही भन्दैन मैले सम्झिरहेको छु उनीहरूले सम्झिहालेन ल यति बेला पनि हामी सपिङ गर्नको लागि लुलुमा आइपुग्यौँ अब जाँदैछौँ दाइ के छ अरे दाइलाई जिउ गर्नु छैन केही छैन के छ खबर सन्चै हो को त्यो दुइटा फेरि को त्यो दुइटा सुत्दा सुत्दै खानेकुरा त यहाँ रहेछ त सादा खानेकुरा त यहाँ रहेछ त को यो मान्छे सुत्दा सुत्दै आएको छ त ल ल अब हामी झ्यापझिप सामान उठाउँ होइन टोलीहरू के चाहिन्छ छड्के नजर लाएर के किन्ने भने सोच्छन् मान्छेहरू अफर कुन चाहिँ छ त 21 रुपियाँ दाइ यहाँ रहेछ त 900 को 1550 मा अमेके यसले जाने हैन त्यही त लैजाने यहाँ कतिको 1000 को 21 भन्दा त्यही सस्तो पऱ्यो त यो धेरै सस्तो नि यसले त हैन कति निकाल्ने भन्नु त कति जना छ मान्छे 2 जरले पुग्छ होला सरको सपिङ यहाँ कडा भइदै चिसो तातो केही दाइ के खाने हो चिप्स नखाऊ होला अरू के लिने अन्त लिउँ न सपिङ त मरत भएको हो नि ल यो मान्छेलाई निन्द्राले छोडाएन साँच्चै अझै बसिरह्यो निन्द्राले छोडाएन पा यहीँ तिमी त यति यहाँ अडेस ल्याएर बस्छ नि यहाँ तिमी यहाँ निदाएको दिएर त्यहाँ हेर भट्टराई त्यहाँ रिसाएर हान्थ्यो त्यहाँ भट्ट रिसाएर हान्छ यहाँबाट हेर्नुहोस् कता अरे ल्या दोकानमा आएको थाहा नि कता किराना पसल ए ठिक महँगो छ तिमी 12 बजी पर्ने अवस्था हो नि त यस्तो हाल्ने झुन्डाउने रुममा टन्ने छ ब्याग यो त खाना दिदैन 93 सामान त पर्यो नि त 93 आएकै हो एउटै काट्यो 90 रुपियाँ काटेको रुपियाँको सर्ट त कार्ड रहेछ आमामा कहाँ हाल्ने हामीलाई पनि थाहा छैन गुलाको सबैले खाने नि होइन होइन सपिङ पनि कडा भयो तर छोटो मिठो मेरो भागमा चाहिँ यता कुखुरा परेछ 2टा कुखुरा 45 रुपियाँ पुग्छ भनेको रहेछ प्लान 45 रुपियाँको सपिङ गर्ने थियो होइन त आज यो भित्र यहाँ त बनाउनु ल फाइनली सपिङ पनि भयो अब भने हामी जाँदैछौँ रुमतर्फ पूर्ण ठुलोमा आएको थियौँ सपिङ गर्नलाई अब सपिङ भइसक्यो गर्नु झेम्किझेम बजाउनु भएको तपाईँहरू त खै त यो मान्छेले 2टा खाएछ एकैचोटि मुगु त फर्काइरहेको अझै धेरै मान्छे हुँदै गयो त्यसपछि त त्यस्तै पारा भाइले त स्वाट चाय गइरहेको थियो त्यति बेला कराएर आफू चाहिँ रिसाएर हिँड्यो पुटुक यत्रा धेरै सामान छोड्यो मेरो समय कालो हुनु नि फाइदा कति राम्रो अम्ला चाहिँ अम्ला अलिअलि ओजन घट्छ केटा ओजन घट्छ ल मन्त्र पढे ट्याक्कै
एकदम भारी ल गाइस फाइनली आजको सपिङ पनि कम्प्लिट भएको छ अब भने हामी रुममा आइपुग्यौँ